Yo, what's up, everyone? It's been a long day, long time no see. Welcome back to me. भन्दा फेरि पनि ब्याक भइसकेँ र आज चाहिँ म आफ्टर अ लङ डे फेरि पनि ब्याक भइसकेँ र आज चाहिँ मेसु ब्रदरको होइन एकदम धेरै दिनपछि चाहिँ हाम्रो मेसु ब्रदरको धेरै ग्याप भइसकेको थियो होइन उसको चाहिँ अनि एकदम अहिले चाहिँ बाध्यता भन्ने अफिसियल लिरिक भिडियो ब्रड बाई जिएन रिलिज भइसकेको रहेछ होइन एकदम वेटिङमै थिएँ म चाहिँ किनकि किन गीत आएन भन्ने टाइपको क्या अब हुन्छ नि मलाई चाहिँ मैले चाहिँ जहिले रियल आर्टिस्ट रियल हस्लरहरूलाई चाहिँ एकदम सपोर्ट गर्छु होइन किनकि उसको त मलाई पर्सनलै म्युजिक बबा लाग्छ फर्स्टमा त होइन अनि मलाई प्रायःहरूले चाहिँ अब लिङ्कहरू अनि यो कमेन्टहरूतिर पठाइरहेको हुन्छ अनि यो के भन्छ टिकटकतिर लिङ्कहरू पठाएर रियाक्सन भिडियो गरिदिनु पऱ्यो यताउति यताउति भनेर कति भनिरहेको हुन्छ होइन र फर्स्टमा चाहिँ कन्टेन्ट होइन म्युजिकलाई चाहिँ फोकस गर्नु भन्न चाहन्छु यही भिडियो मार्फत होइन त्यही भन्दै आजको हाम्रो मेसु ब्रदरको चाहिँ गीत हेरिदिउँ है कस्तो छ सुनिदिउँ एकदम हुन्छ नि मलाई चाहिँ अलिकति मैले सुनेको छैन कस्तो छ होइन लेट्स गो स्टार्ट गरिदिउँ है Props to Jane है आज घरको बाध्यताले टाढा भयो हामी सकिन के गर्न घिन लाग्छ सोच्दा नि न त आफै जान सके न त रोक्न सके तिमीलाई मेरो कारणले तिमी आफै जानु पर्यो खाडी आज घरको बाध्यताले टाढा भयो हामी सकिन के गर्न घिन लाग्छ सोच्दा नि न त आफै जान सके न त रोक्न सके तिमीलाई मेरो कारणले तिमी आफै जान एकदम स्याड हुन्छ नि रियालिटी हो होइन अब उसमा चाहिँ अब उसले होइन न आफू विदेश जान सक्यो होइन होइन न तिमीलाई रोक्न सक्यो न आफूले गर्न सक्यो न तिमीलाई रोक्न सक्यो टाइपको हुन्छ नि त्यो भनिरहेछ यो चाहिँ मेरो कारणले चाहिँ आफै जानु पर्यो तिमी खाडी भनिरहेछ मेरो कारण चाहिँ तिमी विदेश जानु पर्यो यता तर रोक्न पनि सकेन न आफू जान सक्यो न मैले तिमीलाई रोक्न सक्यो टाइपको भनिरहेछ सोच्दा दिक्क लाग्छ आफदेखि घिन लाग्छ खुसी छैन म मेरो मन निकै खिन्न भएको छ एकान्तमा बसी म तिम्रै बारे सोच्छु आमा कसम ढाँटे होइन तिम्रो नै माया लाग्छ तिमी मेरो बगैँचाको फुल टिपेर लान दिन न त दिन्छु छुन तिमी टाढा भए पनि जहिले मेरो साथमा छ अङ्गालोमा बेरी तिम्रो ओठमा मन छ छुन्न लिरिक्स हुन्छ यो चाहिँ अब उसको आफ्नो लभ होइन डेडिकेट गरेको जस्तो छ होइन लभ भन्दा पनि उसको वाइफलाई होस् खासमा चाहिँ होइन इज अलरेडी म्यारिड होइन उसको वाइफलाई हो खासमा यो चाहिँ दामी लिरिक्स अति बवाल थियो दिक्क लाग्छ आफदेखि घिन लाग्छ खुसी छैन म मेरो मन निकै खिन्न भएको छ एकान्तमा बसी म तिम्रै बारे सोच्छु आमा कसम ढाँटे होइन तिम्रो नै माया लाग्छ तिमी मेरो बगैँचाको फुल टिपेर लान दिन न त दिन्छु छुन तिमी मेरो बगैँचाको फुल होइन टिपेर लान पनि दिन्न न त दिन्छु म छुन वाउ टाढा भए पनि जहिले मेरो साथमा छ अङ्गालोमा बेरी तिम्रो ओठमा मन छ छुन्न के मलाई जस्तै तिमीलाई याद आउँछ ल भन तिम्रो याद आउँदा कहाँ छौ म तिमीसँगै कटाउन पाऊँ सात जन्म तिम्रो नै हात थाम्न पाऊँ अन्तिम साससम्म के मलाई जस्तै तिमीलाई याद आउँछ ल भन तिम्रो याद आउँदा कहाँ छौ म तिमीसँगै कटाउन पाऊँ सात जन्म तिम्रो नै हात थाम्न पाऊँ अन्तिम साससम्म लिरिक्स यतिको हुनुपर्छ है कुरा है यतिको म्युजिक लिरिक्स हुनु पर्यो ऱ्यापमा लिरिक्स होइन फर्स्टमा लिरिक्स 5 होइन रियालिटी अनि हुन्छ नि यस्तो लिरिक्स भनेको बुझ्नु पर्यो होइन के बारेमा गीत भइरहेछ के बारेमा गीत छ होइन फर्स्टमा त म्युजिक हुनु पर्यो क्या होइन अरू मैले प्रायः धेरै आर्टिस्टहरूको देख्छु लिङ्क पठाउँछु तर म्युजिक गरेपछि म्युजिक हुनु पर्यो क्या होइन एउटा त्यस्तो हुनु पर्यो नि त तर यस्तो हुनु पर्यो कि म्युजिक रियल मलाई बवाल लाग्छ क्या के मलाई जस्तै तिमीलाई याद आउँछ
ल भन तिम्रो याद आउँदा कहाँ छौ म तिमीसँगै कटाउन पाऊँ 7 जन्म तिम्रो नै हात थाम्न पाऊँ अन्तिम साससम्म के मलाई जस्तै तिमीलाई याद आउँछ ल भन तिम्रो याद आउँदा कहाँ छौ म तिमीसँगै कटाउन पाऊँ 7 जन्म तिम्रो नै हात थाम्न पाऊँ अन्तिम साससम्म यो अन्त यार यो अन्त एकदम यार मेसु ब्रदरको चाहिँ हुन्छ नि एकदम मैले उसको पुरानो गीतहरू सुनेको छु होइन तर मैले अहिलेसम्म रियाक्ट गरेको योसम्म 3टा म्युजिक हुन्छ होइन म्युजिकमा चाहिँ एकदम स्याड टाइपको चाहिँ कहिले पनि भएन क्या एकदम उसको म्युजिकमा चाहिँ हुन्छ अलिकति एक्सपेक्टेसन हुन्छ होइन त्यो एक्सपेक्टेसन भएको अनुसार चाहिँ अब उसले म्युजिक पनि दिन्छ क्या दामी दिन्छ क्या द्याट्स वाइ आई अलवेज रियाक्ट हिज म्युजिक भिडियो क्या मलाई बाबा लाग्छ यो मान्छे मैले बिर्सेको छैन तिमी गएको त्यो दिन आँखामा आँसु हातमा रुमाल मन भरे पिर भन्न त भनेनौ तिमीले मलाई केही पनि मलाई राम्रोसँग थाहा छ तिम्रो मन दुख्या छ बेसरी 5 वर्षको बच्चा तिमीले छाडी जान पर्यो आमाको माया चाहिने बेला टाढी जान पर्यो त्यही पनि ठिक छ नगर चिन्ता यस्तै रहेछ भागे छोरालाई मायाको कमी हुन दिदिन कहिले उसको कुराहरू थाहा छ भने मेसु अलरेडी म्यारिड होइन उसको बच्चा पनि छ होइन उसले यो म्युजिक पनि भनेको छ नि त एकदम हुन्छ नि एकदम पेन क्या एकदम उसले आफ्नो पेनहरू हुन्छ नि एकदम त्योलाई चाहिँ एकदम एक्सप्रेस गरेको छ मलाई यो बाबा लाग्यो हुन्छ नि म्युजिक भनेपछि म्युजिकमा फिलिङ्स हुनु पर्यो होइन एकदम फिलिङ्सहरू हुनु पर्यो त्यो द्याट्स द म्युजिक क्या म्युजिक हुनु पर्यो त्यसमा फिलिङ्स हुनु पर्यो त्यो कुरामा यो म्युजिकमा त्यति दिएको छ क्या हुन्छ नि लिरिक्सहरूले चाहिँ एकदम हानेको छ क्या माया पनि मै दिनेछु जतिसुकै गाह्रो होस् म सही दिनेछु छोरासँग खेल्न म साथी भइदिन्छु यदि छोरा राजा भए गुलामी भइदिन्छु तिम्रो माया पनि मै दिनेछु जतिसुकै गाह्रो होस् म सही दिनेछु छोरासँग खेल्न म साथी भइदिन्छु यदि छोरा राजा भए गुलामी भइदिन्छु तिम्रो नै याद आउँछ झलझली मन पोल्छ भतभती निद आउन गाह्रो हुन्छ रातभरि छटपटी जसो तसो गरी म दिनहरू काट्दैछु कसलाई सुनौ कसलाई भनौ यो मेरो मनको पीर साथीले भन्छ म छोला तलाई बुढी बाहिर छ के को चिन्ता तलाई तर मेरो मनको व्यथा यो मेरो मनमै छ जिउँदो लास सरी बाँचिरहेको छु के भनौँ म चाँदीले भन्छ होइन तर के को पीर म छु त टाइपको तर मेरो होइन मेरो मनभित्रको पीडा म भित्र नै छ भनेर हुन्छ नि उसले एक्सप्रेस आफ्नो फिलिङ सेयर गर्न पनि सकिरहेको छ नि यो पीडा लुकाएर हुन्छ नि एकदम के साथीभाइले पनि एकदम भन्न सकिरहेको छैन टाइपको भइरहेको छ क्या यहाँ लिरिक्स अति डिप छ केटाहरू होइन अहिले मैले यहाँ एकदम एक्सप्लेन गरिरहेको छु एकदम मैले आफ्नो होइन लागेको कुरा भनिरहेको छु कति कुरा मैले छुटाएको पनि छु होइन आइनो होइन किनकि भिडियो अलि लामो हुन्छ र त्यसको लागि चाहिँ केटाहरूले गएर चाहिँ म लिङ्क राखिदिन्छु त्यहाँ गएर मजाले सुन एकदम बवाल छ अहिलेसम्म मलाई बवाल लाग्छ घरको बाध्यताले टाढा भयो हामी सकिन केही गर्न खिन लाग्छ सोच्तानी न त आफै जान सके न त रोक्न सके तिमीलाई मेरो कारणले तिमी आफै जानु पर्यो Wow, guys. That's the real music, guys. That's the real music. यतिको हुनुपर्छ एकदम पेन होइन पेनफुल टाइपको हुन्छ नि उसले आफ्नो रियल लाइफ एक्सप्रेस गरिरहेछ जुन चाहिँ लिरिक्स म्युजिक माध्यम चाहिँ अब होइन आफ्नो फिलिङ्स एक्सप्रेस गरिरहेछ पेन देखिरहेछ यसमा इमोसन देखिरहेछ होइन अनि त्यो अनुसारको म्युजिक पनि देखिरहेछ क्या त्यही भएर म्युजिक चाहिँ यतिको हुनुपर्छ क्या द्याट्स वाइ आई अलवेज रियाक्ट अन हिज भिडियो क्या होइन वाल लाग्छ क्या मान्छे बाबा लाग्छ म एकदम तारिफ चाहिँ वाल होइन तारिफ गरेर के भन्छ अब तारिफ गरेर पनि नथाक्ने खालको होला द्याट्स वाइ अल बाबा लाग्छ मलाई चाहिँ अल ओभर म्युजिक बाबा लाग्यो होइन किनकि एकदम अहिले यसमा अब मैले रियाक्ट बनाइरहेको छु होइन गरिरहेको छु त्यसमा त्यति के हो नहोला तर लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु सबजनाले गएर सपोर्ट गरिदिनु होला प्लिज अलवेज सपोर्ट द रियल आर्टिस्ट रियल हसल होइन त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई र त्यही हो रियल म्युजिक उता गएर सुनिदिनु होला किनकि होइन
त्यहाँ फिलिङ्स अहिले म यहाँ बोलिरहेको छु त्यति के हुन होला तर त्यहाँ गएर आर्टिस्टलाई एउटा सपोर्ट चाहिँ देखाइदिनु भन्न चाहन्छु र डोन्ट फर्गेट टु सब्सक्राइब लाइक एन्ड सब्सक्राइब टु माई च्यानल भन्न चाहन्छु गाइजहरू होइन त्यही हो एकदम दामी थियो नेक्स्ट टाइम होइन अझै पनि मेसो ब्रदरले के छ भने म्युजिक अलिकति ढिलो छ होइन त्यो आफ्नो एउटा के भन्छ यार त्यसलाई सबको आफ्नो एउटा बाध्यता परिस्थिति के हुन्छ बट होइन म चाहिँ वेटिङमा थिएँ उसको चाहिँ ठ्याक्कै 81 आएर थाहा थिएन आउँछ भनेर चाहिँ तर मैले पर्सनल म्यासेज पनि गर्न लागेको थिएँ तर आफ्नो एउटा सिचुएसन हुन्छ होइन सबले बुझिदिनु पर्यो होइन म्युजिकले मात्र पनि हुँदैन नेपालमा त त्यही हो होइन भन्दै म्युजिक चाहिँ अलिकति चाँडो चाँडो हुनु पर्यो भन्न चाहन्छु है म चाहिँ किनकि उसको म्युजिक वाइल्ड बाबा लाग्छ मलाई त्यही भएर डोन्ट फर्गेट टु सब्सक्राइब लाइक एन्ड सब्सक्राइब टु माई च्यानल भन्न चाहन्छु आजको लागि पुरै यति नै क्या हो